अहिले चाहिँ यो न्यूनचापीय रेखा यो पूर्वदेखि पश्चिमसम्म जुन रहेको छ त्यो चाहिँ पूर्वतिर धेरै नजिक रहेको छ होइन। त्यसले गर्दाखेरि चाहिँ पूर्वतिर वर्षा भएको होइन, पूर्व मध्यसम्ममै छ, तर अब यो चाहिँ बिस्तारै मध्यमा पनि वर्षा आउने क्रमहरू चाहिँ रोकिने होइन। अनि लगभग अब यो गर्मीकै अत्यधिक यो तापक्रमहरू चाहिँ बढ्ने नै देखिन्छ। अहिले पनि हामीले यो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागहरूमा चाहिँ अब प्रिपेयर हुनु होइन, तयारी अवस्थामै रहनु भनेर हामीले दिएको छ। र अब तातो दिनकै अवस्था रहेको छ होइन। अब यो चाहिँ हामी पनि अब्जर्भ गर्दैछौँ होइन, र 2-3 दिन लगातार अझै पनि देखिएको खण्डमा चाहिँ हामी बेलुकासम्म चाहिँ अब यसलाई चाहिँ तातो लहर दिनुपर्ने अवस्था आउन सक्छ। ठ्याक्कै जस्तै अब यति नै वर्षा हुने भन्ने चाहिँ हामी भन्दैनौँ होइन, तर अब सरदरभन्दा चाहिँ कमै हुने देखिया छ देशका धेरै स्थानहरूमा होइन। त्यो भनिरहँदाखेरि चाहिँ बाढी पहिरो नै नआउने भन्ने चाहिँ हुँदैन। लामो समयसम्म खडेरी हुने होइन, अनि खडेरी भएपछि फेरि एकैचोटि चाहिँ वर्षा हुने त्यो अवस्था रहँदाखेरि चाहिँ हामी उत्तिकै बाढी पहिरोलाई पनि हामीले तयारी गर्नुपर्ने हुन्छ।